दुईवटा बलमा दुईवटा लगातार 6 लाग्यो र यो छक्कासँगै 100 रन कम्प्लिट नेपाली टिमको लागि 100 रन कम्प्लिट #100 लेखौँ है त। पहिलो बलमा छक्का लाग्यो, दोस्रो बलमा छक्का लाग्यो। यसपालि कुशल भुटेलको ब्याटबाट दुईटा लगातार 6 है त। पहिलो बलमा छक्का, दोस्रो बलमा छक्का। के आज 6 छक्का लाग्ला त? यति बेला तेस्रो बल लिएर जुवाङ बलिङ गर्नको लागि तयारीमा छन्। उतापट्टि कुशल भुटेल 69 रनको ब्याटिङ, दुईटा छक्का लागिसकेको छ। कुशल भुटेलले यो पालिको बललाई पनि छक्का लगाउन चाहन्छन् किनभने नेपाली टिम आज 6 छक्का लगाउन चाहन्छ। #छक्का चौका मात्र लेखौँ है प्लिज। रनका बुद्धि रनका लेखिराख्नु भएको रहेछ। यसपालि ओभरको यो तेस्रो बल, नेपालीको बल 6 गगनचुम्बी छक्का। ओहो, 3टा छक्का लगातार। अहिले सर्ट पिच लेन्थमा फालिएको यो बल, कुशल भुटेल अगाडि बढिकन यो बललाई सिधा बाउन्ड्री प्रहार गर्दै यति बेला डिप ब्याक पोइन्टमा घुमाइएको यो बल बाउन्ड्री बाहिर। पहिलो बल छक्का, दोस्रो बल छक्का, तेस्रो बल छक्का र यसपालि चौथो बल लिएर जुवाङ। यो पालिको चौथो बल, यो पालिको बल कुशल भुटेलबाट, यो पालिको बल फेरि पनि बाउन्ड्री प्रहार गगनचुम्बी 6 लगातार 4वटा छक्का। के आज 6 छक्का लाग्यो त साथीहरू? के आज 6 छक्का लाग्ला त? यसपालि 5औं बल लिएर 5औं बलको सामना गर्दै कुशल भुटेल। यो पालिको बल 5औं बल फुल टच बल गगनचुम्बी छक्का। 5औं बल पनि 6 रनको लागि कुशल भुटेलको ब्याटबाट। ओ माई गॉड, आज 5वटा छक्का लागिसकेको छ। 119 रनमा 1 विकेट टिम नेपाल। अन्तिम बल त बाँकी नै छ। पहिलो बलमा छक्का लाग्यो, दोस्रो बलमा छक्का लाग्यो, 5वटा छक्का लगातार। आज मामाले बिना साबुनको धुलाइ गरिरहेका छन्। बिना साबुनको धुलाइ मामाबाट। अन्तिम बल बाँकी, लास्ट एउटा छक्का। इतिहास नेपालले बनाउनेछ आज किनभने 6वटा 6 छक्का लाग्नेछ आज। यस ओभरको अन्तिम बल, फिल्डिङमा चेन्ज, हल्का फिल्डिङमा परिवर्तन। ब्याटिङको लागि कुशल भुटेल यसपालि ब्याटिङको लागि तैनात छन् र यो पालि अहिले ओभरको अन्तिम बल लिएर जुवाङ बलिङ गर्ने क्रममा यो पालि अन्तिम बलमा हेरौँ के छक्का लाग्ला त नेपाली टिमलाई। के यो बलमा छक्कासँगै 6 छक्का मामाको ब्याटबाट आउला त? #मामा लेखौँ है त प्लिज। यस ओभरको अन्तिम बल, राइट आर्म ओभर द विकेटबाट हल्का फिल्डिङमा चेन्ज, अलिकति प्रेसरमा देखिन्छन् उतापट्टि जुवाङ। 5वटा छक्का लगाए पछाडि ब्याटिङमा कुशल भुटेल यो पालिको अन्तिम बल लिएर ब्याटिङ गर्ने क्रममा यो पालिको अन्तिम बल, वाइड बलको इसारा। अहिले करिब 31 रन खातामा आइसक्यो। अन्तिम बल त बाँकी नै छ। कुरा गर्नुहुन्छ भने 120 रन लगातार। ओभरको पहिलो बलमा छक्का लाग्यो, दोस्रो बलमा पनि छक्का, तेस्रो बलमा पनि छक्का र 5औं र चौथो अनि 5औं बल त लगातार छक्का लागिसकेको छ। यतापट्टि जुवाङ प्रेसरमा आइसके। अहिले वाइड बलको सङ्केत अम्पायरले गरे र यो बलमा वाइड बलसँगै अन्तिम बल बाँकी। ओभरको अन्तिम बल लिएर राइट आर्म ओभर द विकेट तीव्र गतिमा दौडले गर्दै यो पालिको अन्तिम बल 6 र यो छक्कासँगै 6वटा छक्का एउटै ओभरमा। 31 रनमा 93 रनको ब्याटिङ यति बेला कुशल भुटेलले गरेका छन् र यो 6 छक्का आज मामाको ब्याटबाट आएको छ। ओहो, आज त निकै नै कडा ब्याटिङ गरेका छन्। बिना साबुनको धुलाइ आज मामाले गरेका छन् है पक्कै पनि। #मामा लेखौँ प्लिज सबैजनाले। 6वटा छक्का एउटै ओभरमा तपाईँको 37 रन आएको छ, यानि कि हामी स्ट्राइकमा देख्न पाउँछौँ। स्ट्राइकमा कुशल मल्ल रहनेछन् तैनात। आज मामाको लागि #मामा लेखौँ न प्लिज एकचोटि। अब मामाको लागि #मामा लेखौँ भन्न चाहन्छु है त। मामा लास्टै लयमा छन् आज। यो पालिको तेस्रो बल बाउन्ड्री बाहिर र यो पालि तेस्रो बलमा चौका लागेसँगै कुशल भुटेलबाट यो बलमा शानदार शतक। दोस्रो बलमा 1 रन आयो र स्ट्राइक चेन्ज भएसँगै यो तेस्रो बलमा ठुलो शटको प्रयास गरेका छन्। चौका लागेसँगै र यो 100 रन कम्प्लिट र कुशल भुटेलको लागि #100 लेखौँ है त। र यो टाइममा नेपाली टिमलाई एउटा ठुलो लक्ष्यको लागि पछि लाउँदैछ नेपाल। र यतिखेर हेर्नुहुन्छ भने नेपाली टिमबाट अहिले कुशल भुटेलको ब्याटबाट ओ माई गॉड 100 रनको ब्याटिङ। नेपाली टिमको स्कोर कार्डमा हेर्नुहुन्छ भने 165 रन, 1 विकेटमा 3टा बल त अझै पनि बाँकी छ। हेर्नुहोस् यसपालिको चौथो बललाई हेरौँ। यो पालिको चौथो बल कुशल भुटेल ब्याटिङको लागि। चौथो बललाई पनि बाउन्ड्री प्रहार गर्दै सिधा स्ट्रेट ड्राइभ लगाइएको यो बल लङ अफका फिल्डरले बललाई समात्न सकेनन्। बल सिधा 4 रन बाउन्ड्रीबाट बाहिर।
वाह कुशल बुर्तेल, जति नै तारिफ गर्यो त्यति नै कम हुने गर्छ, किनभने यो टाइममा प्रत्येक बल लगातार बाउन्ड्री 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 आइरहेको छ। दुईवटा बल त बाँकी नै छ अझै पनि र अहिले ओभरको यो पाँचौँ बल। यसपालि पाँचौँ बल कुशल भुटेलको ब्याटबाट यो बल सिधा बाउन्ड्री प्रहार गरियो, 6 शानदार 6। आज डबल सेन्चुरी लाग्छ कि क्या हो साथीहरू? अर्को बल पनि छक्का लागिसकेको छ, आज के डबल सेन्चुरी लाग्छ होला त? आज मलाई जहाँसम्म लाग्छ यो पारा हो भने त आज डबल सेन्चुरी लाग्न पनि सक्छ हो। डबल सेन्चुरी लाग्न पनि सक्छ है, यसरी नै गेम गयो भने त डबल सेन्चुरी नलाग्ला भन्न सकिँदैन। र यो पाराले नै गेम हिँड्यो भने त आज डबल सेन्चुरी मात्र होइन ट्रिपल पनि लाग्न सक्छ हो। अन्तिम बल बाँकी नै छ है त, अझै पनि अन्तिम बल बाँकी नै छ। लाइभ स्ट्रिमिङलाई लाइक पनि गरौँ, च्यानललाई सब्सक्राइब पनि गर्न पक्कै पनि नबिर्सिनु होला र भन्न चाहन्छु मैले यो टाइममा। र अहिले ओभरको अन्तिम बल, यस ओभरको अन्तिम बल, आउनुहोस् यो पालिको अन्तिम बललाई हेरौँ। र यो पालिको अन्तिम बलको सामना गर्ने क्रममा अहिले हामीले देख्न पाउँछौँ बलिङको लागि। र अहिले एकदमै प्रेसरमा देखिन्छ आज हो, एकदमै प्रेसरमा छ आज पक्कै पनि। अब चाइनाको टिम ओभरको अन्तिम बलको सामना गर्दै ओभरको अन्तिम बललाई डेड बल, कुशल बुर्तेल ब्याटिङको लागि। फाइनल लेका फिल्डर यो बललाई समात्न पुगे र अहिले 12 ओभरको पनि खेल सकिएको छ।